यात्राको सुरुवात। हाम्रो यात्रा पोखराको केआइसिङबाट सुरु भयो। यात्रामा जाने उत्साह सबैको अनुहारमा देखिन्थ्यो। हामी बिन्दुवासिनी क्याम्पस पोखराका 8जना सरहरू मिलेर यो यात्रा सुरु गर्दै थियौँ। आकेको ठामतिर हो बहिनी फुलको बोटैमा मिठो बोली छ हो बहिनी लाली लोठैमा। हामी अर्मला चोकतिर लाग्यौँ। बाटो बिस्तारै उकालो हुँदै गयो। वरिपरिका दृश्यहरू झन् हरिया र मनमोहक हुँदै गए। मित्रहरू, आज हामी एउटा छोटो हाइकिङको यात्रामा छौँ। टाढाका डाँडाहरू कुहिरोभित्र हराउन थाले। कहिले केही देखिन्थ्यो, कहिले फेरि सबै सेतो। त्यो कुहिरोले हाम्रो यात्रालाई केही कठिन त बनायो, तर त्यही कुहिरोले यात्रालाई अझ रहस्यमय र सुन्दर पनि बनाइदियो। कुहिरोसँगै हामी गेले खर्का हाने चोकतिर अगाडि बढ्यौँ। लामो समयसम्म हिँडिरहँदा कहिलेकाहीँ शरीर थाक्थ्यो, तर मनलाई थकाउन हामीले दिएनौँ। बाटोमा हामीले 16 वर्षे उमेरमा जस्ता गीतहरू एउटा गाउन गीत सुरु सुनौँ। गऱ्यौँ। 16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो अहिले पो सुरु भए। जङ्गलको बाटो, वरिपरि हरियाली, कुहिरो र बिचमा हाम्रो गीत। कहिले स्वर मिल्यो, कहिले मिलेन। कसैको स्वर अगाडि आयो, कसैको पछाडि छुट्यो, तर गीतमा सुरभन्दा ठुलो थियो हाम्रो रमाइलो। त्यसपछि हाम्रो यात्रा चक डाँडाको जङ्गलको बाटो हुँदै अगाडि बढ्यो। जङ्गलमा प्रवेश गरेपछि वातावरण नै परिवर्तन भयो। चारैतिर रुखहरू, ओसिलो माटो, हरियाली र चिसो हावा। प्रकृतिको सौन्दर्यले मन लोभ्याइरहेको थियो। तर हामीलाई थाहा थिएन, यही सुन्दर जङ्गलभित्र हाम्रो लागि एउटा अप्रत्याशित स्वागत कार्यक्रम पनि आयोजना भएको रहेछ, र त्यो थियो जुकाको स्वागत। सुरुमा 1-2वटा जुका देख्दा सामान्य लाग्यो, तर केही बेरमा अवस्था फरक भयो। खुट्टामा, जुत्तामा, कपडामा जुकाहरू टाँसिन थाले। त्यहाँ विभिन्न प्रकारका जुका पाइँदा रहेछन्। मैले त जीवनमा कहिल्यै नदेखेका लामा लामा जुका पनि त्यहीँ देखेँ। स्थानीय रूपमा त्यस्ता जुकालाई नामले जुका पनि भनिँदो रहेछ। सिस्नुको प्रयोग र त्यसबाट कपडा बनाउन सकिने परम्पराका बारेमा पनि स्थानीय जानकारी पाइयो। यात्राको क्रममा हामीले अर्को मनमोहक दृश्य देख्यौँ, जोग डाँडा झरना। झरना देख्ने बित्तिकै हाम्रो थकान आधा घटे झैँ भयो। चट्टानबाट तल झर्दै गरेको पानीको आवाज, वरिपरि हरियाली र चिसो हावाले वातावरणलाई निकै रमणीय बनाएको थियो। शरीर थाकेको थियो। झरनाको पानी देखेपछि सबै कुरा बिर्सियौँ। अन्ततः झरनामा पुगेर नुहाउने अवसर मिल्यो। प्रकृतिले नेपाललाई कति धेरै उपहार दिएकी रहेछन्। हिमालदेखि पहाडसम्म, जङ्गलदेखि झरनासम्म, कुहिरोदेखि चिसो पानीसम्म नेपाल साँच्चीकै प्रकृतिको अनुपम उपहार रहेछ। अन्ततः हामी आँटीघर पुग्यौँ। त्यहाँ पुग्दा हाम्रो टोलीले राहतको सास फेर्यो। लामो उकालो पार गरेर गन्तव्य नजिक पुग्दाको खुसी नै बेग्लै हुँदो रहेछ। त्यहाँ प्रधान घरमा हामीले भोजन गर्ने अवसर पायौँ। त्यो दिन मेरो लागि एउटा अर्को विशेष अनुभव पनि जोडियो। मैले पहिलो पटक ढिँडो खाने अवसर पाएँ। खानासँगै फेरि गीत, हाँसो र मकै आयो मकै। आँटीघरको अर्को विशेषता त्यहाँको आतिथ्य र स्वागत सत्कारको परम्परा रहेछ। त्यहाँ आउने पर्यटक र पाहुनालाई बाजा गाजा सहित स्वागत गर्ने परम्परा रहेछ। गाउँलेहरूको आत्मीयता, सरलता र पाहुनालाई सम्मान गरिने संस्कारले हामीहरूलाई निकै प्रभावित बनायो। सहरमा आधुनिकताको भिडमा हराउँदै गएको आत्मीयता गाउँमा अझै जीवित रहेछ। अब सुरु भयो ओह्रालोको यात्रा। उकालोको सङ्घर्ष पार भइसकेपछि अब हाम्रो बाटो ओह्रालोतर्फ लाग्यो। जाँदा हल्का पानी र कुहिरो लागेको हुनाले उकालो हिँड्दा मौसमले हामीलाई साथ दिएको थियो, तर फर्कने क्रममा भने मौसमले फेरि आफ्नो रूप बदल्यो। घाम चर्कियो, उकालोमा शरीरले दुःख पाएको थियो, अब ओह्रालोमा खुट्टाले। घामको ताप र लामो दूरीका कारण निकै शरीर थाक्दै थियो। ओह्रालो भए पनि यात्रा सजिलो थिएन।
खुट्टामा दुखाइ, शरीरमा थकान र मनमा गन्तव्यसम्म पुग्ने चाहना, यी तीनवटा सँगै हामी अगाडि बढिरहेका थियौँ। कहिले बाटोको छेउमा बस्यौँ, कहिले पानी खायौँ, कहिले केही बेर सुस्तायौँ। थकान यति बढ्थ्यो कि कहिलेकाहीँ बाटोकै छेउमा पल्टिएर आराम गर्नुपर्ने अवस्था आउँथ्यो। तर साथीहरू साथमा थिए, कसैले हँसाउँथ्यो। यात्रामा साथीहरूको महत्त्व त्यति बेला बुझ्दो रहेछ। गन्तव्यमा पुगेको बेलाभन्दा थाकेको बेला साथ दिने साथी नै वास्तविक साथी रहेछ। यसरी बिस्तारै हामी भलाम गाउँ खोला हुँदै तल झऱ्यौँ। बाटो बिस्तारै परिचित हुँदै गयो। शरीर थाकेको थियो, तर मनमा भने यात्राका दृश्यहरू एकपछि अर्को गर्दै आउन थाले। डाँडा गाउँको चिया सम्झियौँ, मकै कर्मला चौरको कुहिरो सम्झियौँ, गोले खर्कमा गाएको गीत सम्झियौँ, चक्र डाँडाको जङ्गलमा जुकासँग गरेको युद्ध सम्झियौँ, वनमारा तितेपानी र टिमुर सम्झियौँ, बरौँमा देखेको सिस्नु सम्झियौँ, जोग डाँडा झरनाको चिसो पानी सम्झियौँ, अतिघरको ढिँडो र प्रधानको आत्मीयता सम्झियौँ र अन्ततः हाम्रो पाइला मणिपाल अस्पताल हुँदै बगर आइपुग्यो। करिब 45 किलोमिटरको यात्रा औपचारिक रूपमा त्यहीँ आएर टुङ्गियो।